नमस्ते सबैजनामा। हामीले आफ्नो घरमा हामीलाई मद्दत गर्नलाई राखेको हुन्छ मान्छेहरू हैन। अनि कस्तो हुँदो रहेछ भनेर भन्दाखेरि चाहिँ उहाँहरूले चाहिँ हामीलाई जस्तै मैले आज यो काम गरेँ, मैले यो यस्तो पुछेँ उस्तो पुछेँ, यो गरेँ भनेर सुनाउनुहुन्छ हैन। अनि हामीलाई चाहिँ कस्तो फिल हुँदो रहेछ भन्दाखेरि चाहिँ के त किन सुनाएको त, त्यो त तिमीले गर्ने काम नै हो भनेर एउटा सोच आउँदो रहेछ भित्र हैन, बाहिर नभने पनि। अनि उसले काम गरि नै रहन्छ, सबै गर्छ हैन। अनि कुनै दिन केही काम बिगाऱ्यो भने चाहिँ उसको बानी त यस्तै हो भनेर भनिन्छ है। जहिले काम गर्छ अनि कुनै दिन छुट्टी मागिहाल्यो भने पनि उसलाई त जहिले छुट्टी चाहिने भनेर भनिन्छ। भनेको त्यति पुरा कन्सन्ट्रेट चाहिँ हुँदैनौँ हैन। अब छुट्टी दिन त दिन्छौँ तर एकदमै कन्सन्ट्रेट गरेर उसले त्यो काम गरेर आजको दिन अफ दिउँ न त, अथवा उसले यो गर्यो उसलाई एप्रिसिएट गरौँ न त भनेर हामीले भन्दैनौँ हैन। अनि त्यस पछाडि उसलाई चाहिँ हामीले एउटा फ्यामिली मेम्बर पनि मान्दैनौँ। भरसक आफ्नो कुरा आफै भित्र राख्छौँ हैन, उसको अगाडि डिस्कस गर्दैनौँ। उसलाई अलिकति एउटा भनौँ न एउटा सेपरेट एउटा उसमा राख्छौँ हैन। अनि ठ्याक्कै मलाई एउटा कुरा मनमा भयो, लाइक जस्तो व्यवहार हामीले हाम्रो घरमा हेल्प गर्ने मान्छेलाई गर्दो रहेछौँ हैन, सायद त्यस्तै व्यवहार चाहिँ सासूहरूले आफ्नो बुहारीहरूसँग गर्नुहुँदो रहेछ हैन। बुहारीहरूलाई चाहिँ ठ्याक्कै जस्तै केही गर्छ बुहारीले घरमा हैन, अनि सासूहरूले चाहिँ त्यो चाहिँ के भयो त, लाइक उसले त गर्नै पर्ने हो भन्ने एउटा सोच भावना हुँदो रहेछ हैन। अनि जस्तै आफ्नो सन्तानले केही गर्यो भने चाहिँ सानो कुरा पनि उसले त यस्तो गर्छ भनेर खुसी हुने हैन। अनि बुहारीहरूले गर्यो भने चाहिँ लाइक दे डोन्ट एप्रिसिएट हैन। अनि हामीलाई लाग्छ नि कि मैले पनि त गरेको छु तर मलाई त कसैले एप्रिसिएट गर्दैन। ठ्याक्कै त्यही फिलिङ के जुन चाहिँ हेल्परलाई हामीले सोध्छौँ हैन। त्यस पछाडि बुहारीलाई चाहिँ दे डोन्ट इन्क्लुड इन द फ्यामिली डिस्कसन्स अल्सो हैन। परिवारमा केही भइरहेको हुन्छ भने चाहिँ यो चाहिँ दे ट्राई टु किप यु आउट अफ द म्याटर हैन, त्यहाँबाट तपाईँलाई टाढा राख्न खोज्नुहुन्छ। अनि तपाईँ कुनै दिन बिरामी हुनुभयो, तपाईँ कुनै दिन कतै जान खोज्नुभयो, माइत जान खोज्नुभयो भने पनि तपाईँलाई त्यो एक दिनको लागि पनि त्यस्तो धेरै कन्सिडर गर्नुहुन्न होला हैन। अनि त्यहाँ भित्रभित्र चाहिँ लाइक उसलाई जहिले जानुपर्ने यस्तो भन्ने। अनि कता कता चाहिँ त्यो हुन्छ नि, एउटा घरमा हेल्प गर्ने र बुहारीको पोजिसन चाहिँ एउटै हुँदो रहेछ क्या। त्यही भएर पनि सायद कति उसमा आइरहेको हुन्छ नि कि दे थिङ्क यु एज अ मेड हो, म मेड हो, फ्रीको मेड हो फ्रीको मेड भनेको चाहिँ त्यो फिलिङ्स त्यो सबै कुरा चाहिँ एउटै हुँदो रहेछ मेड जस्तै हैन। फरक चाहिँ के हुँदो रहेछ नि, मेड्स आर पेड हैन। अनि दे डोन्ट लिटरली बिलोङ टु यर हाउस। तर बुहारीहरू चाहिँ दे आर नट पेड अनि दे स्टे इन हाउस हैन। त्यही भएर चाहिँ अनपेड मेड भने जस्तो लागेको रहेछ।